जसको लागत चाहिँ करिब 1 अर्ब 2 करोड रुपियाँ चाहिँ रहेको छ। यस कम्पनीले बुगु कपाती जलविद्युत आयोजना चाहिँ निर्माण गरिरहेको छ र जसको चाहिँ अहिले चाहिँ निर्माणाधीनमा अवस्थामा चाहिँ रहेको छ भने यो कम्पनीको चाहिँ आइपिओमा चाहिँ कम्पनीको जुन लगानी रहेको छ 1 अर्ब 2 करोड रुपियाँ, त्यसमा चाहिँ करिब डेप इक्विटीको कुरा गर्ने हो भने 64:36 को चाहिँ यसको डेप इक्विटीको रेसियो रहेको छ भने यस कम्पनी हिमिस्टार ऊर्जा कम्पनी लिमिटेड चाहिँ 2010 अगस्त 19 मा चाहिँ स्थापना भएको हो भने यो कम्पनी चाहिँ आइपिओ निष्कासन गर्नको लागि चाहिँ 2017 डिसेम्बर 8 मा चाहिँ यो कम्पनी चाहिँ पब्लिकको रूपमा चाहिँ रूपान्तरण भएको थियो। साथीहरु अब कुरा गरौँ यो कम्पनीले चाहिँ कति त आइपिओ निष्कासन गर्दैछ र यो कम्पनीको आइपिओमा हामीले कहिलेदेखि आवेदन दिन सक्नेछौँ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ हिमिस्टार ऊर्जा कम्पनी लिमिटेड कम्पनीकोले चाहिँ हाइड्रो पावर सेक्टर कम्पनी भएको कारणले गर्दाखेरि यो कम्पनीले चाहिँ लोकल आयोजना प्रभावित स्थानीय बासिन्दा र त्यसै गरी चाहिँ फरेन इम्प्लोइको निम्ति चाहिँ आइपिओ निष्कासन गरेको छ पहिलो चरणमा। पहिलो चरणमा चाहिँ तपाईलाई थाहा भएको कुरा हो, नेपालमा चाहिँ आइपिओ निष्कासन हुँदाखेरि पहिलो चरणमा चाहिँ आयोजना प्रभावित स्थानीय बासिन्दा र यदि आयोजना प्रभावित स्थानीय बासिन्दा छैन भने सिधै फरेन इम्प्लोइको निम्ति चाहिँ आइपिओ निष्कासन गरिन्छ। त्यसै गरी चाहिँ यो कम्पनीले चाहिँ अहिले फरेन इम्प्लोइको निम्ति र त्यसै गरी चाहिँ लोकल बासिन्दाको निम्ति चाहिँ आइपिओ निष्कासन गरेको छ र यस कम्पनीले कुल करिब 11,19,000 किता आइपिओ रहेको थियो र त्यसमध्ये करिब 1,56,50,000 रुपियाँ मूल्य बराबरको चाहिँ करिब 1,86,500 किता सेयर चाहिँ यस कम्पनीले चाहिँ आयोजना प्रभावित स्थानीय बासिन्दाको निम्ति चाहिँ यसले निष्कासन गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दामा चाहिँ को पर्नु हुनेछ त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको चाहिँ खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर 8 र त्यसै गरी सोलुखुम्बु जिल्लाको चाहिँ खुपुकेगा गाउँपालिकाको चाहिँ 2 सोलुखुम्बुको खुपुकेगा गाउँपालिका वडा नम्बर 2 र त्यसै गरी चाहिँ ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर 8 हो चाहिँ तपाईको आयोजना प्रभावित स्थानीय बासिन्दाले चाहिँ करिब 1,86,500 किताको लागि चाहिँ किताको लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ भने त्यसै गरी चाहिँ लोकल स्थानीय बासिन्दाको निम्ति चाहिँ बाँकी रहेको करिब 9,32,500 किता जुन सेयर रहेको थियो त्यसको चाहिँ 10% ले हुन आउने फरेन इम्प्लोइको निम्ति चाहिँ आइपिओ निष्कासन हुनेछ जेनरल पब्लिकको निम्ति। त्यसमा चाहिँ करिब 93,250 किता चाहिँ यस कम्पनीले चाहिँ फरेन इम्प्लोइको निम्ति चाहिँ आइपिओ निष्कासन गर्ने भएको छ। 93,250 किता आइपिओ चाहिँ निष्कासन गर्ने भएको छ जसमा चाहिँ नेपालबाट संस्वीकृति लिएर गएका आप्रवासी कामदारहरूले चाहिँ यो कम्पनीको आइपिओको लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ। साथीहरु अब कुरा गरौँ यो कम्पनीको आइपिओमा चाहिँ रेटिङको बारेमा कुरा गर्नु पर्दाखेरि यो कम्पनीको आइपिओलाई चाहिँ इक्रा नेपालले रेटिङ प्रदान गरेको छ। इक्रा नेपालले यो कम्पनीको आइपिओलाई चाहिँ इक्रा NB+B- को रेटिङ प्रदान गरेको छ जसले चाहिँ दायित्व वहन क्षमतामा चाहिँ औसत जोखिम रहेको भनेर चाहिँ हामीले बुझ्न सक्दछौँ भने त्यसै गरी चाहिँ यो कम्पनीको चाहिँ यसले चाहिँ करिब आइपिओ निष्कासन गर्दाखेरि बिक्री प्रबन्धकको रूपमा चाहिँ एनआइसी एसिया क्यापिटललाई चाहिँ नियुक्ति गरेको छ। साथीहरु यो कम्पनीमा तपाईले कति किता आवेदन दिन सक्नुहुनेछ भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ तपाईले यो कम्पनीमा आइपिओमा चाहिँ न्यूनतम 10 किता देखि म्याक्सिमम चाहिँ 10,000 कितासम्म आवेदन दिन सक्नुहुनेछ र तपाईले यदि लोकल स्थानीय बासिन्दा हुनुहुन्छ भने कति किता आवेदन दिने भन्ने कुरा गर्दाखेरि तपाईको वडामा जति मानिस हुनुहुन्छ र त्यसै गरी चाहिँ यो कम्पनीले जति 1,86,500 किता जुन सेयर छुट्टाएको छ गाउँको स्थानीय बासिन्दाकोबाट भाग लगाउनुहोस् जति आउनेछ त्यसको तपाईले एटलिस्ट 5 देखि 10 गुणासम्म चाहिँ तपाईले आवेदन दिन सक्नुहुनेछ यदि तपाई लोकल बासिन्दा हुनुहुन्छ भने चाहिँ। तर यदि फरेन इम्प्लोइको साथी हुनुहुन्छ भने फरेन इम्प्लोइको साथीलाई चाहिँ 10 किता भन्दा धेरै दिइरहनु पनि खासै आवश्यकता चाहिँ म देख्दिन। तर फरेन इम्प्लोइको साथीले चाहिँ 10 किता देखि म्याक्सिमम चाहिँ 10,000 कितासम्म चाहिँ तपाईले आवेदन चाहिँ दिन सक्नुहुनेछ है। न्यूनतम 10 किता दिनै पर्यो भने म्याक्सिमम चाहिँ तपाईले 10,000 कितासम्म आवेदन दिन सक्नुहुनेछ। तर कति दिँदा उपयुक्त हुन्छ भनेर यदि मलाई सोध्नुहुन्छ भने चाहिँ
10 किता भन्दा धेरै दिइरहनु पर्ने चाहिँ खासै आवश्यकता छैन, किनकि यो कम्पनीमा आइपिओ चाहिँ एकदम थोरै किता चाहिँ खुलेको कारणले गर्दाखेरि चाहिँ फरेन इम्प्लोइलाई चाहिँ आइपिओ पढ्न सक्ने सम्भावना चाहिँ एकदम न्यून नै अवस्थामा रहेको छ। थोरैजना लगानीकर्ताहरूलाई मात्र यो कम्पनीको चाहिँ आइपिओ पढ्नेछ। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ त्यसमाथि फरेन इम्प्लोइमा चाहिँ आइपिओ निष्कासन हुँदाखेरि करिब 15 दिनको जति डेट हुने गर्दछ। त्यस कारणले गर्दाखेरि चाहिँ धेरै लगानी कतिपय साथीहरूले 50 किता होइन 100 किता 200 किता आवेदन दिनुहुन्छ है। अब आवेदन दिँदाखेरि 10,000 20,000 15,000 रुपियाँ तपाईँको ब्याङ्कमा चाहिँ जबसम्म बाँडफाँड हुँदैन तबसम्म त तपाईँको ब्याङ्कमा चाहिँ पैसा होल्ड भएर बस्छ। त्यस कारणले गर्दा चलाउन पनि मिल्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँले मिल्न चाहिँ तपाईँलाई इच्छा लागेको खण्डमा तपाईँले 500 1000 10,000 कितासम्म आवेदन दिन सक्नुहुनेछ। तर 10 किताभन्दा खासै दिइरहनु पर्ने चाहिँ आवश्यकता छैन। तर तपाईँलाई जति इच्छा लाग्छ तपाईँले त्यति चाहिँ दिन सक्नुहुनेछ। साथीहरू अब कुरा गरौँ यो कम्पनीको आइपिओ चाहिँ कतिजना लगानीकर्ताहरूलाई पर्नेछ त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यस कम्पनीको आइपिओ चाहिँ जुन फरेन इम्प्लोइको साथीहरूको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ करिब 93,250 किता चाहिँ यस कम्पनीले चाहिँ फरेन इम्प्लोइको निम्ति चाहिँ आइपिओ निष्कासन गरेको हुनाले र यस कम्पनीको आइपिओ चाहिँ पछि गोलाफलद्वारा बाँडफाँड गर्दाखेरि चाहिँ 10 किता चाहिँ सबैलाई दिनुपर्ने नियम भएको हुनाले जम्मा 9,325 जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीको चाहिँ 10 किता सेयर चाहिँ हात पार्नुहुनेछ। फरेन इम्प्लोइबाट भर्ने साथीहरूले 9,325 जना लगानीकर्ताहरूले चाहिँ यो कम्पनीको चाहिँ 10 किता सेयर हात पार्नुहुनेछ भने बाँकीको चाहिँ खाली हुनेछ। र अहिले फरेन इम्प्लोइमा चाहिँ अत्याधिक मात्रामा चाहिँ आवेदन पर्ने गरेको तपाईँलाई थाहा छँदैछ। सबैभन्दा बढी चाहिँ विकास हाइटेक लिमिटेड कम्पनीमा चाहिँ आइपिओमा चाहिँ आवेदन पर्ने गरेको छ, जसमा करिब 63,862 भन्दा बढी आवेदन परेको छ है। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ यसमा चाहिँ आइपिओ पढ्न सक्ने सम्भावना चाहिँ एकदम थोरै नै छ। तर पनि तपाईँले चाहिँ आवेदन दिन चाहिँ नछोड्नु होला होइन। आवेदन दिएको खण्डमा चाहिँ पढ्न सक्ने सम्भावना चाहिँ हुनेछ। साथीहरू अब कुरा गरौँ यो कम्पनीमा चाहिँ आइपिओ कहिलेदेखि आवेदन दिन सकिन्छ त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यस कम्पनीको बिक्री प्रबन्धकको रूपमा चाहिँ एनआइसिआइसिआई क्यापिटल लिमिटेड रहेको छ। र एनआइसिआइसिआई क्यापिटल लिमिटेडले जनाएअनुसार चाहिँ हाम्रो यही जेठको 30 गतेदेखि चाहिँ तपाईँले यो कम्पनीको लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ। जेठ 30 गतेदेखि तपाईँले 10 बजेपछि चाहिँ तपाईँले यस कम्पनीको लागि आवेदन दिन सक्नुहुनेछ भने त्यसको छिटोमा अन्तिम मिति भनेको चाहिँ असार 13 गतेसम्म रहेको छ। असार 13 गतेसम्म चाहिँ तपाईँले यो कम्पनीको लागि चाहिँ बेलुका 5 बजेसम्म चाहिँ यो कम्पनीको आइपिओमा आवेदन दिन सक्नुहुनेछ भने आयोजना प्रभावित स्थानीय बासिन्दा लोकल बासिन्दाको निम्ति सो समयसम्म फुलफिल नभएको खण्डमा चाहिँ लोकल बासिन्दाको निम्ति मात्र है यो चाहिँ असार 29 गतेसम्म चाहिँ ढिलोमा बन्द हुने चाहिँ मिति रहेको छ है। आयोजना के अरे फरेन इम्प्लोइको निम्ति चाहिँ असार 13 गतेसम्म मात्र टाइम रहेको छ। साथीहरू यो कम्पनीको आइपिओमा चाहिँ तपाईँले केबाट आवेदन दिन सक्नुहुनेछ त भन्ने कुरा गर्नु पर्दाखेरि चाहिँ यदि तपाईँ लोकल बासिन्दा हुनुहुन्छ भने लोकल बासिन्दाको निम्ति चाहिँ सिटिजन ब्याङ्कमा गएर चाहिँ तपाईँले यो कम्पनीको आइपिओमा चाहिँ आवेदन दिन सक्नुहुनेछ भने त्यहाँको सिटिजन ब्याङ्क होला होइन त्यहाँ नजिकै, त्यसमा गएर आवेदन दिन सक्नुहुनेछ भने त्यसै गरी तपाईँले चाहिँ सोही गाउँपालिका वडा कार्यालयमा गएर पनि यो कम्पनीको आइपिओमा चाहिँ आवेदन दिन सक्नुहुनेछ भनेर जनाएको छ है। र साथीहरू त्यसै गरी फरेन इम्प्लोइको साथीहरूलाई त तपाईँलाई थाहा छँदैछ होइन, तपाईँले कुनै पनि नजिकै ब्याङ्क र वित्तीय संस्थामा गएर पनि तपाईँले यो कम्पनीको लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ भने त्यसै गरी चाहिँ मेरो सिडिएससीको चाहिँ मेरो सेयरको जुन वेबसाइट वा सफ्टवेयर रहेको छ त्यसमा गएर पनि तपाईँले चाहिँ यो कम्पनीमा चाहिँ आवेदन दिन सक्नुहुनेछ। साथीहरू हिमस्टार ऊर्जा कम्पनी लिमिटेड कम्पनीको आइपिओमा चाहिँ फरेन इम्प्लोइको साथी हुनुहुन्छ भने चाहिँ अवश्य मात्रामा चाहिँ यो कम्पनीको आइपिओमा चाहिँ तपाईँले आवेदन दिनु होला। एकदम राम्रो मौका रहेको छ है। र यो कम्पनीको चाहिँ भोलि सेकेन्डरी मार्केटमा चाहिँ यसको राम्रो मात्रामा चाहिँ मूल्य पुग्न सक्ने सम्भावना रहेको छ, किनकि यो कम्पनीको चाहिँ लो क्यापको कम्पनी भएको कारणले गर्दाखेरि यसले थोरै किता खुलाएको हुनाले यदि तपाईँलाई परेको खण्डमा चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ यसले राम्रो मात्रामा चाहिँ फाइदा दिन सक्ने सम्भावना चाहिँ रहेको छ। त्यस कारणले गर्दाखेरि अवश्य मात्रामा चाहिँ यो कम्पनीमा चाहिँ आवेदन दिन नबिर्सिनु होला। र साथीहरू यो भयो फरेन इम्प्लोइको साथीहरूको लागि जानकारी। अब लोकल बासिन्दाको निम्ति चाहिँ आउँदैन त भन्ने कुरा गर्दा लोकल बासिन्दाको निम्ति आउनेछ, तर लोकल बासिन्दाको निम्ति चाहिँ फरेन इम्प्लोइको साथीहरूसँग असार 13 गतेसम्म यो कम्पनीको फरेन इम्प्लोइको साथीहरूले भर्नुहुनेछ। त्यसपछि करिब असार 20 गतेसम्म चाहिँ यो कम्पनीको चाहिँ आइपिओ चाहिँ बाँडफाँड हुनेछ। त्यसपछि बल्ल चाहिँ हाम्रो जेनरल पब्लिकको निम्ति नेपालमा रहेको सर्वसाधारणको निम्ति चाहिँ अन्तिम चरणमा चाहिँ यो कम्पनीको चाहिँ आइपिओ चाहिँ खुल्नेछ। त्योभन्दा अगाडि चाहिँ हाम्रो विकास हाइटेक लिमिटेड कम्पनीको चाहिँ आइपिओ चाहिँ तपाईँको यही जेठ महिनाको अन्तिमतिर वा वैशाखको असार महिनाको चाहिँ पहिलो हप्तातिर चाहिँ यो कम्पनीको चाहिँ आइपिओ चाहिँ आउन सक्ने सम्भावना भएको कारणले गर्दाखेरि चाहिँ फरेन इम्प्लोइको के अरे नेपालमा रहेको सर्वसाधारणले पनि खासै चाहिँ चिन्ता लिनुपर्ने अवस्था चाहिँ छैन। विकास हाइटेक लिमिटेड कम्पनीको चाहिँ आइपिओ चाहिँ तपाईँको अब
7 देखि 10 दिनभित्रमा चाहिँ आउने सम्भावना रहेको छ। त्यसको निम्ति तपाईँले चाहिँ तयारी अवस्थामा रहन सक्नुहुनेछ। साथीहरू तपाईँले चाहिँ यो भिडियो कहाँदेखि हेर्दै हुनुहुन्छ अवश्य मात्रामा कमेन्ट गर्नुहोला। तपाईँले चाहिँ यो भीम स्टार ऊर्जा कम्पनी लिमिटेड कम्पनीमा चाहिँ आइपिओमा चाहिँ आवेदन दिने नदिने के निर्णय गरिरहनु भएको छ अवश्य मात्रामा चाहिँ कमेन्ट गर्नुहोला। भिडियोमा हेरेर साथ दिनुभएकोमा चाहिँ तपाईँलाई धेरै धेरै धन्यवाद रहेको छ। पछिल्लो समय नयाँ नयाँ कम्पनीहरूले आइपिओ निष्कासन गर्ने क्रम निरन्तर चलिरहेको छ। यस्तै बेलामा आइपिओ, एफपिओ, म्युचुअल फन्ड आइपिओहरूमा लगानीकर्ताहरूको चासो पनि बढिरहेको छ भने आजदेखि यानि आज जेठ 23 गतेदेखि नयाँ कम्पनी पर्व क्यापिटल लिमिटेडले नयाँ खालको एसआइपी आइपिओ निष्कासन गरेको छ। यो कम्पनीले नेपाली आइपिओ इतिहासमै पहिलो पटक फरक खालको आइपिओ निष्कासन गरेको छ। यसर्थ आजको यो भिडियोमा रहेर हामीले यो एसआइपी आइपिओ कस्तो खालको आइपिओ, यसमा हामीले कसरी नाफा कमाउन सकिन्छ, यो कम्पनीले कस्तो खालको स्किममा आइपिओ निष्कासन गर्दैछ त, हामीले यो कम्पनीको आइपिओ भर्ने कि नभर्ने, भर्यो भने पर्ने सम्भावना कति रहला, लगानी कति गर्ने, यी सम्पूर्ण कुराको बारेमा एकमुष्ट रूपमा जानकारी दिने प्रयास गर्नेछौँ। साथै यो कम्पनीले निष्कासन गरेको यो म्युचुअल फन्ड आइपिओमा नेपाली आइपिओ इतिहासमै नयाँ खालको स्किम पनि जोडिएको छ। त्यो स्किम कुन हो, त्यसले हामीलाई कस्तो फाइदा गराउँछ, यी सम्पूर्ण कुराको बारेमा पनि एकमुष्ट रूपमा जानकारी दिनेछौँ। त्यसकारण तपाईँहरू यो नौलो सेक्टरको आइपिओ भर्ने सोचमा हुनुहुन्छ भने सबैभन्दा पहिले यो कस्तो खालको आइपिओ भनेर बुझ्नु जरुरी हुन्छ। यसर्थ यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। आइपिओको बारेमा जानकारी पाइसके पछाडि मात्र आवेदन दिने कि नदिने भन्ने बारेमा डिसाइड गर्नुहोला। अब ढिला नगर लागौ विषयवस्तुतर्फ नै। पर्व क्यापिटल लिमिटेडद्वारा सञ्चालित पर्व म्युचुअल फन्ड अन्तर्गत पर्ने आजदेखि नयाँ स्किम यानी पर्व सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम नामक म्युचुअल फन्ड आइपिओ निष्कासनमा आएको छ। यो कम्पनीले आज जेठ 23 गतेदेखि आवेदन दिन सकिने व्यवस्था गर्दै सम्पूर्ण सर्वसाधारण लगानीकर्ताहरूमा यो म्युचुअल फन्ड आइपिओ निष्कासन गरेको छ। कम्पनीले नयाँ शैलीमा म्युचुअल फन्ड आइपिओ निष्कासन गरेको हुँदा अहिलेको समयमा मार्केटमा निकै चर्चाको विषय पनि बनिरहेको छ। नेपाल ढिटोपत्र बोर्डले पर्व म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने यस योजनाका लागि 40 करोड रुपियाँ बराबरको आइपिओ निष्कासन गर्न अनुमति दिएको थियो, जस अन्तर्गत 10 रुपियाँ अंकित मूल्यका दरले कुल 4 करोड इकाइ म्युचुअल फन्ड आइपिओ निष्कासन गर्न अनुमति पाएको तपाईहरुलाई थाहा छँदैछ होला। म्युचुअल फन्डको अंकित मूल्य 10 रुपियाँ हुने गर्दछ र हामीले कम्तीमा 100 किता भर्नुपर्ने हुन्छ। यानी म्युचुअल फन्डमा इकाइ भन्ने गरिन्छ, कम्तीमा 100 इकाइ भर्दा हामीले 1000 रुपियाँ लगानी गर्नुपर्ने हुन्छ र मिनिमम हामीले 100 किता अर्थात् 100 इकाइ शेयर पाउने सम्भावना रहन्छ। यसरी यस अन्तर्गत रहेर नै यो पर्व क्यापिटलले पनि म्युचुअल फन्ड आइपिओ आजदेखि निष्कासन गरेको छ। यसरी कुल निष्कासन गर्ने शेयर मध्ये 7.5% ले हुनाउने 30 लाख इकाइ कोष प्रवर्धक अर्थात् पर्व बैंकलाई छुट्याएको छ भने 7.5% ले हुनाउने 30 लाख इकाइ नै योजना व्यवस्थापक पर्व क्यापिटललाई सुरक्षित राखेको छ। यसरी सम्पूर्णमा सुरक्षित गरिसके पछाडि पहिलो पटक सर्वसाधारण लगानीकर्ताहरूमा करिब 2 करोड 50 लाख इकाइ यानी 25 करोड रुपियाँ बराबरको म्युचुअल फन्ड आइपिओ बिक्री गर्न लागि छ। लगानीकर्ताहरूले यस म्युचुअल फन्डमा कम्तीमा 100 कितादेखि बढीमा 31 लाख कितासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यसमा तपाईहरुले मिनिमम जति भर्नुहुन्छ पर्ने सम्भावना म्याक्सिमम नै रहनेछ। यो म्युचुअल फन्ड भने खुल्लामुखी योजना रहेको छ, यानी ओपन इन्डेड म्युचुअल फन्ड आइपिओ अर्थात् एसआइपी आइपिओ भनेर तपाईहरु सबैजनाले बुझ्नुहुन्छ। नर्मली म्युचुअल फन्ड दुई प्रकारको हुने गर्दछ, एउटा क्लोज इन्डेड म्युचुअल फन्ड र अर्को ओपन इन्डेड म्युचुअल फन्ड। ओपन इन्डेड म्युचुअल फन्ड भनेको त्यसमा हामीले एकपटक आइपिओ निष्कासन गर्दा लगानी गरिसक्यो भने पछि मार्केटमा आइसके पछाडि पनि हामीले सिस्टमेटिक रूपमा महिनामा एउटा निश्चित रकम लगानी गर्दै जान सक्छौं। तर क्लोज इन्डेड म्युचुअल फन्डमा भने आइपिओ भर्दा जति किन्छौं त्यही किता नै हामीले त्यो कम्पनीको शेयरलाई लङ टर्मसम्म होल्ड गर्न सक्छौं। जति समय पछाडि त्यो कम्पनी म्याच्योर हुन्छ त्यति बेलासम्म होल्ड गर्न पनि सक्छौं र मार्केटदेखि हामीले किन्न पनि सक्छौं। ओपन इन्डेड म्युचुअल फन्डलाई हामीले नेप्सीमा किनबेच गर्न मिल्दैन, त्यसमा छुट्टै स्किमबाट हामीले रजिस्ट्रेसन गरेर लगानी गर्नुपर्ने हुन्छ भने क्लोज इन्डेडमा भने अन्य कम्पनीहरूको शेयर जसरी किन्छौं दोस्रो बजारमा त्यसरी नै किनबेच गर्न सकिन्छ। यसरी म्युचुअल फन्डका दुई प्रकारहरू मध्ये यो कम्पनीले निष्कासन गरेको म्युचुअल फन्ड ओपन इन्डेड अर्थात् एसआइपी आइपिओ रहेको छ। यो म्युचुअल फन्डमा तपाईहरुले अहिले लगानी गर्नुभयो भने यो कम्पनीको शेयर मार्केटमा आइसके पछाडि तपाईहरुले प्रत्येक महिना आफूले कर्मश जति रुपियाँ सक्नुहुन्छ त्यति नै लगानी गर्दै जाँदा लामो समय पछाडि हजुरहरूले गरेको लगानीको अमाउन्ट भने एकदमै ठुलो हुन जान्छ। तर एसआइपी आइपिओ भने तपाईहरुले 1-2 वर्षको लागि गरेर हुँदैन, नर्मली पनि 10 वर्ष 15 वर्ष 20 वर्षको लागि गर्न सक्नुहुन्छ।
जति लामो समयको लागि गर्नुभयो तपाईहरुलाई रिटर्न पनि त्यति धेरै नै हुन्छ। यसमा तपाईहरुले कमाउने इन्कम प्रत्येक वर्ष बढ्दै जान्छ र आफूले कमाएको इन्कम यानी प्रत्येक वर्ष पाउने लाभांशलाई पनि रिइन्भेस्ट गर्ने योजना चाहिँ एसआइपी आइपिओ मा हुने गर्दछ, जसलाई डिभिडेन्ड रिइन्भेस्टमेन्ट मोडल भनिन्छ। यसरी निष्कासन गर्ने यो कम्पनीको म्युचुअल फन्ड आइपिओ मा लगानीकर्ताहरूले छिटोमा जेठ 27 गतेसम्म आवरण दिन सक्ने व्यवस्था गरिएको छ। यदि सो अवधिमा सम्पूर्ण इकाइ खरिद गर्नको लागि आवरण प्राप्त भएन भने असार 6 गतेसम्म आवरण दिन सक्ने समय लम्ब्याउन सकिने कम्पनीले जनाएको छ। सम्भवतः यो कम्पनीको म्युचुअल फन्ड आइपिओ जेठ 27 गते भित्रमा नै बिक्री भइसक्नेछ, किनभने यो नौलो सेक्टरको म्युचुअल फन्ड आइपिओ रहेको छ र अन्य कम्पनीको तुलनामा यो कम्पनीले अलिक कम संख्यामा म्युचुअल फन्ड आइपिओ निष्कासन गरेको छ र यो कम्पनीले प्रचार प्रसार पनि राम्रै संख्यामा गरिरहेको छ, राम्रै मात्रामा गरिरहेको छ। यसर्थ यो कम्पनीको म्युचुअल फन्ड आइपिओ मजाले बिक्ने सम्भावना रहेको छ। कम्पनीले आइपिओ निष्कासन गर्नको लागि गराएको रेटिङमा रेटिङ एजेन्सी इक्रा नेपालले कोष प्रवर्धकलाई इक्रा एनपी इस्यु रेटिङ BBB- प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर रेटिङ नेपालले केयर एनपी एएमसी क्वालिटी 3+ रेटिङ प्रदान गरेको छ। लगानीकर्ताहरूले नेपाल ढिटोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखाकारलेबाट यो कम्पनीको आइपिओ भर्न सक्नेछन्। यानी लगानीकर्ताहरूले अन्य नर्मल कम्पनीको आइपिओ भरे जसरी नै मेरो शेयरको प्रयोग गरेर मेरो शेयरको मोबाइल एप्लिकेसन र वेबसाइटबाट नै यो कम्पनीको म्युचुअल फन्ड आइपिओ भर्न सक्नेछन्। अन्य सबैजसो कम्पनीले निष्कासन गरेको आइपिओहरुमा यानी ओपन एन्डेड म्युचुअल फन्डमा एसआइपी को सिस्टम हुने गर्दछ र डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान पनि हुने गर्दछ। तर यसमा भने एउटा नयाँ स्किम थपिएको छ जुन हो सिस्टमेटिक विड्रल प्लान अर्थात् एसडब्ल्युपी। यो भनेको तपाईहरुले जसरी अन्य एसआइपी कम्पनीहरुको आइपिओ मा प्रत्येक महिना बराबर रकम लगानी गर्दै जान पाउनुहुन्छ, त्यसरी नै तपाईहरुले लगानी गरेको केही समय पछाडी भने कम्पनीबाट प्रत्येक महिना एउटा पेन्सन जस्तो गरेर महिना वा प्रत्येक 6 महिनामा, प्रत्येक 4 महिनामा वा प्रत्येक वर्ष तपाईहरुले निश्चित रकम फिर्ता पनि पाउनुहुनेछ। यानी प्रत्येक समयमा झिक्न पाउनुहुनेछ जुन आफूले चाहेको समयमा। जसरी लगानी गर्दा हजुरहरूले निश्चित अमाउन्ट लगानी गर्दै जानुपर्ने हुन्छ, त्यसरी लगानी गरिसकेको पैसालाई नै तपाईहरुले सिस्टमेटिक रूपमा विड्रल गर्न पाउनुहुनेछ, जसलाई चाहिँ सिस्टमेटिक विड्रल प्लान भनिन्छ। यो भनेको नेपालको आइपिओहरुमा म्युचुअल फन्डहरुमा नौलो स्किम रहेको छ, नौलो प्लान रहेको छ। जस्तो कि तपाईहरुले यसमा प्रत्येक महिना 1000 रुपैयाँ लगानी गर्दै जानुभयो एसआइपी प्लान अन्तर्गत रहेर र तपाईहरुले केही वर्ष पछाडी तपाईहरुले लगानी गरेको पैसा धेरै भयो, त्यस पछाडी हजुरहरूले प्रत्येक समयमा प्रत्येक महिनामै पैसा विड्रल गर्न चाहनुहुन्छ भने त्यस्तो फ्यासिलिटी पनि यो म्युचुअल फन्ड आइपिओले तपाईहरुलाई दिने भयो। यसर्थ तपाईहरुले यसमा लगानी गर्नुभयो भने तपाईहरुले भनेको समयमा पैसा विड्रल गर्न पनि पाउनुहुनेछ। यसरी प्रभु क्यापिटल लिमिटेडद्वारा सञ्चालित यो म्युचुअल फन्ड आइपिओले यो नौलो सेक्टरको स्किममा म्युचुअल फन्ड आइपिओ निष्कासन गरेको छ। एसडब्ल्युपी भनेको के हो यानी सिस्टमेटिक विड्रल प्लानले कसरी काम गर्छ, यसको बारेमा तपाईहरुलाई जानकारी पाउन मन छ भने कमेन्ट गर्नुहोला। मैले यसको बारेमा नयाँ भिडियो बनाएर तपाईहरुको लागि ल्याउने प्रयास गर्नेछु। लाभांश सम्बन्धी कुरा गर्दा यस विकल्प अन्तर्गत इकाइ धनीहरूले लाभांश रकम नगदमै प्राप्त गर्नेछन्। यानी म्युचुअल फन्डले कहिले पनि बोनस शेयर वितरण गर्दैन, जहिले पनि नगद लाभांश वितरण गर्छ। इकाइ धनीहरूले अहिले गरेको लगानी अनुसार यानी यो म्युचुअल फन्डले आइपिओ निष्कासन गर्दा प्रति इकाइ 10 रुपैयाँमा निष्कासन गरेको छ, त्यही 10 रुपैयाँको आधारमै तपाईहरुले म्युचुअल फन्डबाट रिटर्न पाउनुहुनेछ। त्यसको मार्केट प्राइस 10 रुपैयाँ भन्दा माथि गए पनि मुनि गए पनि तपाईहरुले पाउने भनेको 10 रुपैयाँको दरले नै हो। जस्तै तपाईहरुले 10% लाभांश पाउनु भयो भने तपाईहरुले 10 रुपैयाँको नै 10% का दरले पाउनुहुनेछ। यदि तपाईहरुले पछि मार्केटमा महँगो मूल्यमा किन्नु भयो भने पनि सस्तो मूल्यमा किने पनि तपाईहरुले लाभांश पाउने बेलामा चाहिँ 10 रुपैयाँको दरले नै पाउनुहुनेछ। त्यही 10 रुपैयाँ प्रति किताको मूल्यलाई नै जति प्रतिशत लाभांश पाउनुहुन्छ त्यसलाई मल्टिप्लाई गरेर पाउनुहुनेछ। यसरी आजदेखि प्रभु क्यापिटल लिमिटेडले नयाँ स्किम सहित म्युचुअल फन्ड आइपिओ निष्कासनमा ल्याएको छ। यो म्युचुअल फन्ड आइपिओ तपाईहरुले सकेसम्म नभर्दा हुन्छ, किनभने यो नयाँ प्लान सहित आएको छ। यसले काम कस्तो गर्छ, लङ टर्म समयले कतिको फाइदा गर्छ भन्ने हामीलाई अझै पनि थाहा छैन। नेपालमा त्यसै पनि म्युचुअल फन्डमा लगानी गरेर लगानीकर्ताहरूले त्यति नाफा कमाउन सकेको अवस्था रहेको छैन। यसर्थ तपाईहरुले यो कम्पनीको म्युचुअल फन्ड आइपिओ भर्दा धेरै ध्यान दिनुपर्ने देखिन्छ। हामीले यो आइपिओ भर्नुहोस्, यो आइपिओ नभर्नुहोस् भनेर भन्नु मिल्दैन। त्यही पनि तपाईहरुको लागि सर्टकटमा जानकारी दिँदा यो कम्पनीको म्युचुअल फन्ड आइपिओ नभर्दा पनि हुन्छ। यो भन्दा राम्रा ठुला कम्पनीको आइपिओ आउँदैछ, ती कम्पनीको आइपिओ को पर्खाइमा बस्नु होला र त्यस्ता कम्पनीको आइपिओ भर्नु होला। यो सँगै आजको भिडियो यति नै। अब भेट्नेछौँ अर्को नयाँ भिडियोमा।